यदि हामीले पूर्व जन्ममा पुण्य गरेका छैनौँ भने परमात्माको मन्दिर आउनै मन लाग्दैन, आइहाल्यौँ भने पनि कथामा बस्नै मन लाग्दैन, कि त निन्द्रा लाग्छ, कि कतै झगडा जस्तो केही कथा हुन्छ, कि घर जाउँ जाउँ लाग्छ, अनेक कामहरू पर्छ प्यारे भक्तजन। त्यस कारणले अब हामी परमात्माको भजन भक्ति गरौँ। कुराकानी खुस यस्तो भन्दा परमात्माको भजन भक्ति गर्नुपर्छ। घर में बातें बाहर बातें, बातें आते जाते, घर में बातें बाहर बातें, बातें आते जाते, इन बातें में नाफा नहीं जमराज मारेंगे लाते, इन बातें में नाफा नहीं जमराज मारेंगे लाते। यहाँ भन्नुहुन्छ घरमा कुरा, बाटामा भेट्यो भने पनि कुरा, यसो आउँदा जाँदा पनि कुरा, हरपल कुरा होइन। अब हामी भेट्दा परमात्माको चर्चा गरौँ। त्यहाँ कथा भएको छ रे, ए दिदी बहिनी हो जाउँ न, गएर त्यहाँ सुनौँ भनेर हामी भनौँ। अरूको कुरा गर्दा हामीलाई पुण्य मिल्दैन, यमराजको दण्ड मिल्छ रे है। त्यस कारणले प्यारे भक्तजन हामी पनि संस्कारी बनाऊ, हाम्रो सन्तानलाई पनि संस्कार दिउँ। हामीले छोराछोरीलाई कार होइन संस्कार दिनुपर्छ है। अहिले हामी छोराछोरीलाई मन्दिर लाँदैनौँ, तिलक प्रसाद लगाउन दिँदैनौँ। यदि छोराछोरीहरूलाई मन्दिर लाने हो भने, परमात्माको भजन भक्ति गर्न लगाउने हो भने नि भोलि वृद्ध आश्रम जानु पर्दैन। अहिले हाम्रो विजयमूर्ति महाराजजीले सबै अनाथ बच्चा वृद्ध आमाहरूलाई हेरिरहनु भएको छ, सम्हाल्नु भएको छ, र सबै यो हुन सक्दैन नि होइन। हामी आश्रम जानै नपरोस्, हाम्रा छोराछोरीले हामीलाई आफ्नै घरमा राखेर प्रेमले पालुन्। त्यस कारणले यस्तो संस्कार सिकाऊ, प्रणाम गर्न सिकाऊ, आमा बुवा गुरुजनलाई हामी सधैँ नमन गर्न सिकाऊ। माता पिता गुरुदेव से जो नित्य करे प्रणाम, माता पिता गुरुदेव से जो नित्य करे प्रणाम, बाल विद्या आयु बढ़े और पूर्ण होए सब काम, बाल विद्या आयु बढ़े और पूर्ण होए सब काम। प्यारे भक्तजन, आमा बुवा गुरुजनलाई प्रणाम गर्न सिकायो भने हाम्रो सन्तानको आयु बढ्ने रहेछ। त्यस कारणले संस्कार दिनुपर्छ। हामीले एउटा सानो दृष्टान्त दिएर अनि म मेरो कथालाई यहीँ विश्राम दिन्छु। एकजना गाउँमा 4 जना आमाहरू हुनुहुँदो रहेछ है। छोराछोरीलाई संस्कार दिने बारेमा छ यो। एक गाउँमा 4 जना आमाहरू हुनुहुँदो रहेछ। अनि ती 4 जना आमाको 4वटै छोरा रहेछन्। एक दिन गाउँमा पानी आएन, 3-4 दिनसम्म धारोमा पानी नआएपछि आमाहरू पानी थाप्नको लागि पँधेरोमा जानुभएछ। र पँधेरोमा जाँदा 4 जना आमा कुरा गर्न लाग्नुभएछ। आमाहरू भन्न लाग्नुभएछ, दिदी म कति भाग्यमानी छु, मेरो छोरो त डाक्टर भएको छ, सबैजनाले डाक्टर साहेबको आमा भनेर बोलाउनुहुन्छ, मेरो छाती गर्वले फुल्छ। अर्की आमा भन्नुहुँदो रहेछ, हो नि दिदी मेरो पनि त्यस्तै छ, मेरो छोरो पनि इन्जिनियर भएको छ, इन्जिनियर साहेबको आमा भनेर बोलाउनुहुन्छ, मलाई पनि साह्रै खुसी लाग्छ, आनन्द लाग्छ। अनि अर्की आमाले भन्नुभएछ, मेरो छोरा पनि झन् पाइलट भएको छ, आकाशमा विमान चढेर हिँड्दा आहा मेरो छोरा आयो भनेर कति खुसी लाग्छ, पाइलट साहबको आमा भनेर बोलाउनुहुन्छ, झनै खुसी लाग्छ भनेर आमाहरू कुरा गर्दै हुनुहुँदो रहेछ। अनि त्यतिखेर अर्की आमा बोल्नु भएन छ। 3 जना आमाले सोध्नु भएछ, दिदी तपाईँ किन नबोल्नु भएको, तपाईँको छोरा चाहिँ के हुनुभएको छ त, तपाईँले आफ्नो छोराको बारेमा भन्नु भएन नि भनेर भन्नुभएछ। ती आमा त्यतिखेर बोल्नु भएको थिएन। त्यतिखेरै उनको छोरा त्यो धारोमा आएर अनि छोराले भन्नुभएछ कि आमा हजुर किन पानी लिन आउनु भएको, घरमा बुहारी छैन र म छैन र हजुर पँधेरोमा पानी लिन आउनुपर्छ, हामीलाई नभनी पानी लिन आउनु भएछ, खैदिनुहोस् गाग्री भनेर छोराले गाग्री बोकेर हिँड्नु भएछ, आमालाई बोक्न दिनु भएन छ। त्यतिखेर ती आमाले भन्नुभएछ, हेर्नुहोस् दिदी बहिनीहरू, मैले मेरो छोरालाई यो संस्कार दिएको छु। अहिले भर्खरै हजुरको छोरा पाइलट साहब यही बाटो जानुभयो गाडी लिएर, देख्नुभयो, तर एकचोटि पनि हेरेर पनि नबोलिकन जानुभयो। अनि डाक्टर साहब पनि यही बाटो जानुभयो, उहाँले पनि हजुरलाई केही पनि बोल्नु भएन, नदेखे जसरी जानुभयो होइन। र इन्जिनियर साहब हजुरको छोरा पनि यही बाटो जानुभयो, उहाँले पनि केही नबोली घर जाँदा पनि यति गाग्री नि लिएर जानु भएन। तर मेरो छोरा
म आमालाई यति माया गर्छु कि उसले एउटा गाग्री पनि बोक्न दिँदैन। त्यस कारणले संस्कार छोराछोरीलाई दिनुपर्छ प्यारे भक्तजन। भोलि बुढेसकालमा कहीँ वृद्ध आश्रम जानु पर्दैन, आफ्नै घरमा बस्न पाइन्छ, परमात्माको भजन भक्ति गर्नु पाइन्छ र संस्कार भन्दा ठुलो कुरा केही पनि छैन। त्यसैले भनेको छ कि प्यारे भक्तजन हामीले परमात्माको भजन भक्तिमा मन लगाउनु पर्छ। यो सुन्दर कोटी होम अब केही समय छ, सबैजना मिलेर यसलाई सफल पारौँ। यति सुन्दर कोटी होमको दर्शन अब कहिले हुन्छ होला? यो दर्शनले पनि कति जन्म जन्मको पाप नाश हुन्छ होला। जहाँ कृष्ण कथा हुन्छ त्यहाँ 3.5 करोड तीर्थको वास हुन्छ। हेर्नुहोस् त, आज हजुरहरूले 3.5 करोड तीर्थको फल प्राप्त गर्नुभएको छ, पुण्य प्राप्त गर्नुभएको छ भन्दै म मेरो शब्दलाई यही विश्राम दिन्छु। राधे राधे, सबैमा प्रणाम। धेरै धेरै सम्मान छ, धेरै धेरै धन्यवाद छ। कृष्ण प्रणामी मन्दिर ललितपुरबाट आउनुभएको छ परम वन्दनीय परम पूज्य राधा सखी माताजीको लागि एक पटक जोड जोड ताली।